ल ठिक छ। त्यो ब्ल्याक देखिरहेको छ। ल आज हामी के पढ्छौँ भन्दाखेरि क्यास बुक भन्ने एउटा लेसन छ है। मैले अहिले ट्रायल ब्यालेन्सलाई स्किप गरेको छु है। ट्रायल ब्यालेन्स अहिले स्किप गरेको छु किनभने यो क्यास बुक र त्यो सब्सिडारी बुक लिङ्क छ क्या अलिअलि। त्यो सब्सिडारी पछि यो पढ्नुपर्छ अनि त्यसपछि ट्रायल ब्यालेन्स पढ्छौँ हामी। ल हेर्नुहोस् क्यास बुक भनेर भनेको छ है। मैले त भने सुरुदेखि नै भनेको छु अकाउन्टमा सबै सब्जेक्ट लिङ्क हुन्छ, एकपछि अर्को नेक्स्ट नेक्स्ट हुँदै आउँछ भनेर भनिरहेको छु। अब यो कसरी नेक्स्ट भयो म भन्छु हेर्नुहोस्। जर्नल हामीले सिक्यौँ है। जर्नल हामीले सिक्यौँ, त्यसपछि के सिक्यौँ, के बनाउन सिक्यौँ, लेजर बनाउन सिक्यौँ। के सिक्यौँ रे? लेजर बनाउन सिक्यौँ। अब लेजर पछि जर्नल र लेजर त बनाउन सिक्यौँ। अब यहाँबाट पनि के सिक्यौँ भन्दाखेरि क्यास र क्रेडिटको कुरा सिक्यौँ। के क्यास र क्रेडिटको कुरा सिक्यौँ। क्यास ट्रान्जेक्सन जति क्यास बुकमा जान्छ भनेको छु मैले। क्रेडिट ट्रान्जेक्सन जति सब्सिडारी बुकमा जान्छ। केमा जान्छ रे? सब्सिडारी बुकमा जान्छ। सब्सिडारी बुक भर्खर अस्ति गरेको है। सब्सिडारी बुकमा जान्छ। अब क्यास जति कहाँ जान्छ भन्दाखेरि क्यास बुकमा जान्छ। हेर्नुहोस् क्यास बुकमा जान्छ हो। जर्नल बनाउँछौँ, यो जर्नलबाट क्यास र ब्याङ्कमा भएको ट्रान्जेक्सन केमा रे? क्यास र ब्याङ्कमा भएको ट्रान्जेक्सन केमा भन्नुहोस् त फेरि? क्यासमा र ब्याङ्कमा भएको ट्रान्जेक्सन, क्यासको थ्रुबाट र ब्याङ्कको थ्रुबाट भएको ट्रान्जेक्सन। सुन्नुहोस् है, क्यासबाट र ब्याङ्कको थ्रुबाट भएको ट्रान्जेक्सन जति सबै केमा जान्छ? क्यास बुकमा जान्छ। नोट गरिहाल्नुहोस् है। केमा रे? क्यास र ब्याङ्कको थ्रुबाट यदि कुनै ट्रान्जेक्सन हुन्छ, पेमेन्ट अथवा रिसिप्ट हुन्छ भने त्यो कहाँ जान्छ? क्यास बुकमा जान्छ। अनि क्रेडिट जति कहाँ जान्छ? सब्सिडारी बुकमा जान्छ। दुईटा कुरा याद भयो है। एउटा कुरा के याद भयो भन्दाखेरि सब्सिडारी बुकमा क्रेडिट ट्रान्जेक्सन मात्र जान्छ, क्यास ट्रान्जेक्सन जाँदैन भने क्यास बुकमा क्यासको थ्रुबाट र ब्याङ्कको थ्रुबाट यदि पेमेन्ट र रिसिप्ट हुन्छ, भुक्तानी र प्राप्त यदि क्यासमा र ब्याङ्कमा हुन्छ भनेदेखि त्यसलाई हामी भन्छौँ के? क्यास बुक। के भन्छौँ रे? क्यास बुक भनेर भन्छौँ। ठिक छ, यहाँसम्म कुरा क्लियर छ? क्यास बुकको अर्थ के रहेछ? यो एउटा लेजर हो। एउटा के हो रे? लेजर हो। ट्रान्जेक्सनहरूलाई लेजरमा पोस्ट गर्ने काम गर्छौँ होइन। यो के हो? लेजर हो भनेर भनेको छु मैले। सो क्यास बुकमा के कुरा रेकर्ड हुँदो रहेछ? एउटा क्यास ट्रान्जेक्सन मात्र, एउटा क्यास ट्रान्जेक्सन मात्र, क्यास ट्रान्जेक्सन वाल्ने। अर्को ब्याङ्क ट्रान्जेक्सन वाल्ने, ब्याङ्क ट्रान्जेक्सन अथवा ब्याङ्कको थ्रुबाट हुने ब्याङ्क ट्रान्जेक्सन भनेको ब्याङ्कको थ्रुबाट पेमेन्ट र रिसिभ हुने कुरा। क्यास नगद नगद कटकटी पैसा प्राप्त भयो भने पनि क्यास बुकमा आउँछ। कटकटी पैसाबाट तपाईँले कसैलाई पेमेन्ट गर्नुभयो भने पनि त्यो कहाँ जान्छ? क्यास बुकमै जान्छ। ब्याङ्कको थ्रुबाट तपाईँले कसैलाई पेमेन्ट गर्नुभयो भने पनि त्यो यहीँ आउँछ होइन। ब्याङ्कको थ्रुबाट केही कुरा रिसिभ गर्नुभयो भने पनि यो कहाँ आउँछ? यहीँ आउँछ। ठिक छ, यहाँसम्म कुरा क्लियर छ? ल यहाँसम्म कुरा क्लियर छ भनेदेखि यो कुरा क्लियर राख्नुहोस् है। यो कुरा क्लियर राख्नुहोस्, यो कुरा क्लियर राख्नुहोस्। यहाँनिर क्लियर बनाएर राख्नुहोस् है। क्यास बुक र लेजर भनेर भनेको छ। क्यास बुक र लेजर भनेर भनेको छ। ठिक छ, कुरा बुझ्नुभयो? यहाँसम्म बुझ्नुभयो तपाईँले होइन? सो क्यास बुकमा के मात्र हुँदो रहेछ? क्यास ट्रान्जेक्सन मात्र हुँदो रहेछ होइन। अनि के अरे लेजर भन्दा सरी के अरे क्रेडिट ट्रान्जेक्सन चाहिँ कहाँ हुन्छ भन्दाखेरि सब्सिडारी बुकमा हुन्छ है। यति कुरा चाहिँ बुझ्नु पर्यो। अब हेर्नुहोस्, अब जसलाई जर्नल बनाउन आएको छ त्यसलाई के आउँछ? सो यो क्यास बुक बनाउन आउँछ। क्यास बुकमा के हुँदो रहेछ? वान्ली क्यास एन्ड ब्याङ्क ट्रान्जेक्सन, वान्ली क्यास एन्ड ब्याङ्क होइन, यो भन्दा नि वान्ली पेमेन्ट पेमेन्ट अर रिसिप्ट, RECEIPT रिसिप्ट, वान्ली पेमेन्ट अर रिसिप्ट इन थ्रो क्यास अर ब्याङ्क, क्यास अर वान्ली पेमेन्ट रिसिप्ट, पेमेन्ट अर रिसिप्ट थ्रु क्यास अर ब्याङ्क भनेर लेख्नु पर्यो।
ओन्ली पेमेन्ट अर रिसिभ थ्रो क्यास अर ब्याङ्क आर रेकर्डेड भनेर लेख्नु पऱ्यो। ल यो नोट लेखिहाल्नुहोस्, आर रेकर्डेड भनेर लेख्नुहोस् है, रेकर्डेड भनेर लेख्नुहोस्। अनि अर्को सेकेन्ड नम्बरमा नो इन्ट्री अफ नो नट रेकर्डेड क्रेडिट ट्रान्जेक्सन, क्रेडिट ट्रान्जेक्सन रेकर्ड हुँदैन भनेर लेख्नुहोस् है। क्रेडिट ट्रान्जेक्सन के हुँदैन अरे, रेकर्ड हुँदैन भनेर लेख्नुहोस्। के हुँदैन अरे, क्रेडिट ट्रान्जेक्सन रेकर्ड हुँदैन भनेर लेख्नुहोस्। अर्को थर्ड नम्बरमा ओन्ली क्यास ट्रान्जेक्सन, ओन्ली क्यास अर ब्याङ्क ट्रान्जेक्सन। ल यो कुरा लेखिहाल्नुहोस्, यो कुरा लेखिहाल्नुहोस्, ट्रान्जेक्सन भनेर लेख्नुहोस् है। ल अब एक नम्बरमा के लेख्नुहोस्, इन डेबिट साइड रेकर्डेड ओन्ली रिसिभ थ्रु क्यास अर ब्याङ्क, क्यास अथवा ब्याङ्कको थ्रुबाट रिसिभ अथवा पेमेन्ट हुन्छ भने त्यो कुन साइडमा जान्छ, डेबिट साइडमा जान्छ। ठिक छ, क्यास अर ब्याङ्कको थ्रुबाट रिसिभ हुन्छ भने त्यो कुन साइडमा जान्छ, डेबिट साइडमा जान्छ। अनि क्रेडिट साइडमा के जान्छ, क्रेडिट साइडमा के जान्छ, रेकर्डेड ओन्ली हो पेमेन्ट थ्रु क्यास अर ब्याङ्क, क्यास अर ब्याङ्क। ठिक छ, यहाँसम्म कुरा ठिक छ। यहाँसम्म कुरा ठिक छ, ठिक छ कि छैन मलाई भन्नुहोस् त। यति कुरा नोट गर्नुहोस् त, बुझ्नुभयो होइन। ओन्ली पेमेन्ट अर रिसिभ थ्रु क्यास अर ब्याङ्क आर रेकर्डेड भनेर भनेको छ। ओन्ली पेमेन्ट अर रिसिभ थ्रु क्यास अर ब्याङ्क आर रेकर्डेड भनेर भनिएको छ। अर्को के भनेको छ, नट रेकर्डेड क्रेडिट ट्रान्जेक्सन, क्रेडिट ट्रान्जेक्सनलाई रेकर्ड गर्दै होइन भनेर भनेको छ। अर्को ओन्ली क्यास अर ब्याङ्क ट्रान्जेक्सन, कि क्यास मात्र हुन्छ कि ब्याङ्क मात्र हुन्छ, अरू हुँदैन। अर्को के भनेको छ, इन डेबिट साइडमा के रेकर्ड गर्ने त भन्दाखेरि रिसिभ, जति पनि रिसिभ हुन्छ क्यास र ब्याङ्कको थ्रुबाट त्यो रिसिभ जति सबै केमा हुन्छ, डेबिटमा हुन्छ। अनि क्रेडिट साइडमा के हुन्छ भन्दाखेरि अल द पेमेन्ट, जति पनि पेमेन्ट गर्छौँ हामीले त्यो सबै कहाँ जान्छ, क्रेडिट साइडमा जान्छ भनेर भनेको छ। यो आउनलाई पहिला जर्नल आउनुपर्छ है साथी, जर्नल आउनुपर्छ, किनकि यो त लेजर बनाएको हो नि त हामीले है, के बनाएको हो अरे, लेजर बनाएको हो। अब यसमा कतिवटा हुन्छ भन्दाखेरि सिङ्गल कोलुम हुन्छ, सिङ्गल कोलुम क्यास बुक हुन्छ हो। अनि डबल कोलुम हुन्छ, अर्को डबल कोलुम क्यास बुक हुन्छ। यो डबल कोलुममा के हुन्छ म त्यो पनि भन्छु है। र थर्ड नम्बरमा के हुन्छ, ट्रिपल कोलुम क्यास बुक हुन्छ। ट्रिपल कोलुम के हुन्छ, क्यास बुक हुन्छ, ट्रिपल कोलुम क्यास बुक हुन्छ। ठिक छ, के हुन्छ अरे, ट्रिपल कोलुम क्यास बुक हुन्छ। यसमा डबल कोलुम क्यास बुक हुन्छ, सिङ्गल कोलुम क्यास बुक हुन्छ। सिङ्गलमा कि क्यास कोलुम मात्र हुन्छ, कि क्यास कोलुम ओन्ली, अर ब्याङ्क कोलुम ओन्ली, भनेर भनेको छ। अर्कोमा के हुन्छ, यसमा के हुन्छ, क्यास एन्ड ब्याङ्क कोलुम, हेर्नुहोस् है। अब ट्रिपलमा के हुन्छ, क्यास ब्याङ्क एन्ड डिस्काउन्ट कोलुम, यो त्यही भएर ट्रिपल कोलुम भने है, COLUM। कोलुमको स्पेलिङ नमिले नि छोड्ने, कोलुमको स्पेलिङ मिल्नु पनि पर्दैन है। अब हेर्नुहोस् है, इक्जाममा 90% होइन 80% आउने ट्रिपल कोलुम हो। के हो अरे, 80% के आउँछ, ट्रिपल कोलुम आउँछ। बाँकी रहेको 20% चाहिँ
डबल कोलुम आउँछ। अब कहिलेकाहीँ यही दुइटालाई माथ खुवाइदिएर यो आउन नि सक्छ, तर मैले अहिलेसम्म यो सिङ्गल कोलुम आएको चाहिँ देखाएको छैन है। एकदमै रियर। के हो अरे एकदमै रियर। यो चाहिँ अन्धोले आँखा देख्नु भने जस्तै हो कि रियर। ठिक छ, कुरो बुझ्नुभयो नि। त्यो एउटा कुन चराले चाहिँ गाडाङ गुडुङ भयो चट्याङ पऱ्यो भनेदेखि आकाश देख्छु भनेर यस्तो परेर बस्छ अरे नि, हो त्यस्तै हो। त्यो असम्भव कुरा हो के। न त्यो चाहिँ भनौँ न त्यो चराले चाहिँ त्यो आकाश, खोइ कुन चाहिँ चराले हो नि, चट्याङ पऱ्यो गाडाङ गुडुङ भयो भने म आकाश देख्छु भनेर उतार्नु परेर बस्छ अरे के। त्यो रियर केस हो, त्यो नहुने कुरा हो भनेको। यो आउने चान्स एकदमै 0.001 छ क्या, 0.001% छ। अब कहिलेकाहीँ यही 0.110 यता आएर 100 पनि भइदिन सक्छ भनेको, एकदमै न्यून छ। एकदमै के छ, न्यून छ आउने चान्स। अनि आउने 20% चान्स चाहिँ डबल कोलुम छ, र 80% चान्स के छ, ट्रिपल कोलुम छ है। इक्जामको यदि तपाईँले ओल्ड क्वेसनहरू हेर्नुभयो भने यो छ है। अब एउटा क्वेसन गरिदिन्छु, एउटा डबल कोलुमको गरिदिन्छु, एउटा ट्रिपल कोलुमको गरिदिन्छु, खेल खत्तम। यो नोट लेख्नुहोस् है, मैले भनेको कुरा नोट लेख्नुहोस्। बुझ्नु भएन भने मलाई फेरि सोध्नुहोस्। यही हो कुरा, केही पनि छैन। जसलाई जर्नल आउँछ, लेजर आउँछ, यसलाई त्यो मान्छेलाई यो आउँछ। खालि के बुझ्नु पर्यो, क्यास र ब्याङ्कको कोलुम, सरी क्यास र ब्याङ्कको थ्रुबाट पेमेन्ट र रिसिभ भएको हो कि होइन त्यो बुझ्नु पर्यो। एउटा नम्बरमा क्यास ट्रान्जेक्सन मात्र जान्छ, अर्को नम्बर भनेको क्रेडिट ट्रान्जेक्सन जाँदैन। सक्यो, त्यही लेखाएको छु मैले। ओन्ली पेमेन्ट अर रिसिभ थ्रु क्यास अर ब्याङ्क आर रेकर्डेड, नट रेकर्डेड क्रेडिट ट्रान्जेक्सन। क्रेडिट ट्रान्जेक्सन यहाँ जाँदैन, क्रेडिट भनेको सब्सिडियरी बुकमा जाने हो। वानली क्यास अर ब्याङ्क ट्रान्जेक्सन भनेर भनिएको छु। माथि पनि त्यही भने हो, यहाँ पनि त्यही भने हो। डेबिट साइडमा जहिले पनि रिसिभ हुन्छ, कतैबाट केही कुरा कसैको थ्रुबाट क्यास अथवा ब्याङ्कमा पैसा आयो भने त्यो डेबिट साइडमा जान्छ। कसैलाई क्यास अथवा ब्याङ्कको थ्रुबाट पेमेन्ट गरियो भने त्यो क्रेडिट साइडमा रेकर्ड हुन्छ। बास, खेल खत्तम। यो लेख्नुहोस् है। अनि यो क्यास बुकको टाइप चाहिँ तिनवटा हुन्छ, एउटा सिङ्गल, अर्को डबल, अर्को ट्रिपल। सिङ्गल भने एउटा मात्रै कोलुम भएको कि क्यास मात्र भएको हुन्छ कि ब्याङ्क मात्र भएको हुन्छ। डबल कोलुम भनेको क्यास र ब्याङ्क दुइटै भएको कोलुम हुन्छ। डेबिटमा नि क्यास र ब्याङ्क, क्रेडिटमा नि क्यास र ब्याङ्क। ट्रिपल कोलुम भनेको क्यास, ब्याङ्क र डिस्काउन्ट, यो तिनटै कोलुम भएको हुन्छ। अब म एउटा डबल कोलुम अर्को ट्रिपल कोलुम गर्छु, त्यसपछि खेल खत्तम। एउटैबाट म अलराउन्ड गरिदिन्छु। मलाई क्वेसन चाहिँ पठाउनुहोस् त। एउटा डबल कोलुमको पठाउनुहोस्, अर्को ट्रिपल कोलुमको पठाउनुहोस्। भ्याएसम्म आज दुइटै गर्ने, नभ्याए एउटा मात्र गर्ने। ल 47, 20 मिनट टाइम छ होला अझै, 20-25 मिनट भ्याइन्छ। ल मोबाइलमा पठाउनुहोस् है, म मोबाइल लिएर आउँछु। क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलुम भन्नुभयो। ल म यो 1 नम्बरको चाहिँ गर्छु है त। 1 नम्बरको गर्छु, यो मेटाइदिन्छु है। कति पठाएको क्वेसन भयो अब। एकजनाले पठाउन, एकजनाले सबैले पठाएर त काम पनि छैन नि। ल यहाँ के भनेको छ, रिक्वायर्ड क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलुम भनेर भनेको छ हो। ल यहाँनिर लेख्नुहोस्, क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कोलुम भनेर, विथ क्यास एन्ड ब्याङ्क कोलुम लेख्ने। डेट, पार्टिकुलर्स, यहाँ क्यास, यहाँ ब्याङ्क, यहाँ डेट, यहाँ पार्टिकुलर्स, यहाँनिर क्यास, यहाँनिर ब्याङ्क।
यहाँसम्म ठिक छ होइन। क्यास इन ह्यान्ड भनेर 50,000 र क्यास एट ब्याङ्क भनेर 60,000 दियो भने अब यहाँ डेबिट साइडमा भएको भनेर लेख्नुहोस्। चैत्र 1 भनेको 12 को मन्थ 1 गते। यसलाई जहिले पनि टु ब्यालेन्स बिडी भनेर लेख्नु पर्यो। टु ब्यालेन्स बिडी भनेर लेख्नु पर्यो। क्यास कति छ? 50,000 रुपियाँ। कति छ अरे बाबा? 50,000। यता कति छ? 60,000 रुपियाँ छ हो। सोल्ड गुड्स फर क्यास 30,000 भनेर भनेको छ। अब हेर्नुहोस्, सोल्ड गुड्स फर क्यास भनेर भनेको छ नि, यसको जर्नल के हुन्छ? क्यास टु सेल्स हुन्छ। क्यास अकाउन्ट डेबिट टु सेल्स अकाउन्ट हुन्छ होइन। अब हेर्नुहोस् त, क्यास अकाउन्ट कुन साइडमा छ? क्रेडिट साइड, डेबिट साइडमा छ भने डेबिट साइडमा लेख्नु पर्यो, टु सेल्स अकाउन्ट भनेर लेख्नु पर्यो। अब यहाँ क्यास कसरी आयो त भन्दाखेरि सेल्स गरेर आयो। कति आयो? 30,000 रुपियाँ आयो। हेर्नुहोस् त, लास्ट डे नै सजिलो छ क्या। 12 को महिना 1 गते, 12 को महिना 5 गते। हेर्नुहोस् है, लास्ट डे नै सजिलो छ। अब लेजर हेर्दाखेरि ओहो, क्यास कोलममा डेबिटमा के हो त? रिसिभ हो। क्यास कसरी रिसिभ भयो त भन्दाखेरि सेल्स गरेर भयो कि है। अर्को हेर्नुहोस् है, क्यास डिपोजिटेड इन्टु ब्याङ्क भनेर भन्यो। के अरे यसमा एलएफजिएफ पनि लेख्नुपर्छ क्या अरे होइन, नलेख्ने हुन्छ। म चाहिँ लेख्दिनँ, तपाईँहरू लेख्नु है। एलएफजिएफ पनि लेख्नुपर्छ, म चाहिँ लेख्दिनँ ल। मलाई झ्याउ लाग्छ क्या यस्तो सानोतिनो कुराहरू लेख्न। जेएफ पनि लेख्नुपर्छ पर्ने चाहिँ, तर मैले लेखिनँ ल। मलाई झ्याउ लाग्छ क्या यो जेएफ एलएफ, यो ल्यान्ड्याङ लुन्डुङ, यता डेबिट हो यता क्रेडिट हो, यो चाहिँ लेख्छु है। सरलाई आएन, सरले उ गरेन भनेर नमान्नु है। तपाईँहरू बनाउँदाखेरि चाहिँ यसमा जिएफको नि फर्मेट बनाउनु के। ए जिएफ कामै लाग्दैन, बनाएर के काम के, बनाउनु भयो भने बनाइदिन्छु जिएफ। अब यतापट्टि जिएफको ठाउँमै अटेन ल, ठिक छ ल, जिएफ उतै लेख्यो नि केही फरक पर्दैन। हेर्नु, त्यसपछि क्यास डिपोजिट इन्टु ब्याङ्क। यहाँ हेर्नु, क्यास डिपोजिट इन्टु ब्याङ्क के हुन्छ? क्यास अकाउन्ट डेबिट, सरी ब्याङ्क अकाउन्ट, ब्याङ्क बढ्छ नि त, ब्याङ्क अकाउन्ट डेबिट, ब्याङ्क अकाउन्ट डेबिट टु के हुन्छ? क्यास अकाउन्ट छ भनेपछि यहाँ त क्यास पनि छ ब्याङ्क पनि छ। एउटै ट्रान्जेक्सनमा दुइटै कुरा आयो भने यसलाई कन्ट्राडिक्टरी हुन्छ। ब्याङ्क कुन साइडमा छ हेर्नुहोस् त? डेबिट साइडमा छ भने टु के गर्नु पर्यो? क्यास अकाउन्ट भनेर लेख्नु पर्यो हो। क्यास डिपोजिट इन्टु ब्याङ्क भनेर भनिदियो भने कति छ? 15,000। अब ब्याङ्कको कोलममा लेख्नु पर्यो। ब्याङ्क कुन साइडमा छ? डेबिट साइडमा छ। तर के लेख्ने? क्रेडिट कुरा लेख्ने। एमाउन्ट के लेख्ने? यता ब्याङ्कै लेख्ने। अब यसमा के लेख्ने? अब हेर्नु त, क्यास कुन साइडमा छ? क्रेडिट साइडमा छ भने बाई के लेख्नु पर्यो? ब्याङ्क अकाउन्ट भनेर लेख्नु पर्यो। ब्याङ्क अकाउन्ट भनेर लेख्नु पर्यो। कति? अब ब्याङ्क भनेपछि क्यासको कोलममा 15,000 लेख्ने। यहाँ हेर्नुहोस्, अब हेर्नु त, यहाँ ब्याङ्क भनेर आयो डेबिटमा टु क्यास अकाउन्ट भनेर। ब्याङ्कमा कसरी पैसा बढ्यो त भन्दाखेरि क्यास डिपोजिट गरे भएर ब्याङ्कमा पैसा पर्यो। अनि क्यास कसरी चाहिँ घट्यो भन्दाखेरि ब्याङ्कमा तिरेको भएर, ब्याङ्कमा डिपोजिट गरे भएर क्यास घट्यो भनेर चाहिँ। किनकि हामीलाई नि बिर्सिन्छ बनाउन। म खासै त्यसलाई इम्पोर्टेन्ट मान्दिनँ क्या, त्यो झ्याउ लाग्छ होइन है। कुरो बुझ्नु है मेरो। तर तपाईँहरू चाहिँ बनाउनु, इक्जाममा बनाउनु नि फेरि। अब यहाँ बाई ब्याङ्क अकाउन्ट भनेर भन्यो। के भन्यो अरे? ब्याङ्क एकाउन्ट भनेर भन्यो। ब्याङ्क एकाउन्ट चाहिँ क्रेडिट साइडमा छ। अनि हेर्नु त, क्यास चाहिँ कहाँ छ? क्यास कोलममा छ। क्यास कसरी घट्यो त? क्यास कसरी पेमेन्ट भयो? कहाँ पेमेन्ट भयो भनेर भन्दाखेरि ब्याङ्कमा भयो भनेर बुझ्यो के। ब्याङ्कमा पेमेन्ट भयो। यहाँ ब्याङ्कमा कसरी आयो बढ्यो त भन्दाखेरि क्यास पेमेन्ट, क्यास डिपोजिट गरेर आयो भनेर बुझ्नु पर्यो है। अब यो कन्ट्रा भनेर लेख्ने, यो सी भनेर लेख्ने हो क्या। यसलाई कन्ट्रा इन्ट्री भनेर सी लेख्ने हो। त्यो जेएफको ठाउँमा सी लेख्ने, किनकि यो एउटै कुरा दुई साइडमै गएको छ। एउटै अमाउन्ट दुई साइडमा गएको छ, डेबिटमा पनि क्रेडिटमा पनि। यसलाई कन्ट्रा इन्ट्री भन्छ है। यो कति भयो? 5 को महिना कति गते हो? 8 गते। 12 को महिना 8 गते। 12 को महिना 8 गते। 12 को महिना 10 गते के हुन्छ? पर्चेज गुड्स वर्थ रुपिज 15,000 एन्ड पेड 10,000 इन क्यास एन्ड ब्यालेन्स थ्रो चेक भनेर भन्यो भनेपछि के हुन्छ त? अब पेमेन्ट हो। पेमेन्ट हो भनेपछि यता हुन्छ बाई पर्चेज अकाउन्ट। कसरी भयो म भन्छु। बाई पर्चेज अकाउन्ट भनेर कति हुन्छ? बाई पर्चेज अकाउन्ट गुड्स वर्थ रुपिज 15,000 भनेर भन्छ। पर्चेज गुड्स वर्थ 15,000 एन्ड पेड रुपिज 10,000 इन क्यास। 10,000 रुपियाँ क्यास तिरेको, 5,000 रुपियाँ ब्याङ्कमा तिरेको। 12 को महिना 8 गते, 12 को महिना 10 गते, 12 को महिना 10 गते। ल, अब यो भयो कति त? यहाँ हेर्नुहोस् है, 12 को महिना 10 गते। अब यसको के गर्ने त जर्नल भन्दा? पर्चेज अकाउन्ट डेबिट, पर्चेज अकाउन्ट डेबिट टु के हुन्छ? क्यास अकाउन्ट हुन्छ टु ब्याङ्क अकाउन्ट हुन्छ। यहाँ 10,000 रुपियाँ हुन्छ।
यहाँ 5,000 रुपियाँ हुन्छ। यो कति भयो? 15,000 रुपियाँ भयो। ल यसरी लेख्ने हो, यसरी 15,000 रुपियाँ लेख्ने हो। विथड्र क्यास 15,000 क्यास फ्रम ब्याङ्क फर अफिस युज भनेर भनिदियो भने अब क्यास टु ब्याङ्क हुन्छ। क्यास बढ्यो डेबिट, ब्याङ्क घट्यो के हुन्छ? क्रेडिट। ब्याङ्क अकाउन्ट भनेर भन्ने। अब क्यास कुन साइडमा छ? डेबिट साइडमा छ भनेदेखि टु भनेर के लेख्नु पर्यो? ब्याङ्क अकाउन्ट भनेर लेख्नु पर्यो। कति? 15,000। अब हेर्नु त क्यास कसरी आयो त भन्दा ब्याङ्कबाट आयो के। अघि ब्याङ्क कसरी बढ्यो भन्दा क्यास लिएर गएर ब्याङ्कमा डिपोजिट गरे भएर ब्याङ्क बढ्यो। अब अहिले क्यास कोलम कसरी बढ्यो त भन्दाखेरि यो त रिसिप हो नि त, यो त रिसिप हो। अब यहाँ क्यास कसरी आयो त भन्दाखेरि ब्याङ्कबाट पैसा निकालेपछि क्यास नआएर के आउँछ त? लड्डु आउँछ। भनेपछि क्यास कसरी आयो त, क्यास कसरी रिसिभ भयो भन्दाखेरि ब्याङ्कको थ्रुबाट भयो भनेर बुझ्नु पर्यो। 12 को महिना 15 गते, 12 को महिना 15 गते, 12 को महिना के अरे 15 गते भनेर भनेको छ। अनि विथड्र अब यो भयो। त्यसपछि बाई क्यास अकाउन्ट भनेर भनिदियो। क्यास अकाउन्ट भनिदियो भने कति हुन्छ? यहाँ 15,000 रुपियाँ हुन्छ। 12 को महिना 15 गते, 12 को महिना 15 गते। अब यसलाई नै के गर्ने? फेरि कन्ट्राइन्टी भनेर लेख्ने, सिसी भनेर लेख्ने, सिसी भनेर। किनकि एउटै कुरो दुई ठाउँमा गयो नि त। कुरो बुझ्नुभयो? एउटै कुरा के भयो? दुई ठाउँमा गयो। अब एडभर्टाइजमेन्ट एक्सपेन्सेस 10,000 पेड बाई चेक भनेर भनिदियो। अब के हुन्छ? बाई पेमेन्ट भनेर त क्रेडिटमा आउँछ। बाई एडभर्टाइजमेन्ट एक्सपेन्सेस, एडभर्टाइजमेन्ट एक्सपेन्सेस अकाउन्ट भनेर कति छ? चेकबाट तिर्यो। कति छ? 10,000 रुपियाँ तिर्यो हो। अब हेर्नुहोस् है, 50 30ले 80, 80 र 15ले कति हुन्छ? 95,000 हुन्छ। 60 र 15ले कति हुन्छ? 75,000 रुपियाँ हुन्छ। यो डबल कोलम भयो। 50 र 15ले कति हुन्छ? 25,000 हुन्छ। भनेपछि यो पहिला यतै कम रहेछ। 15 5ले कति? 15 5ले 20 10 30,000 छ। भनेपछि अब यहाँ 95,000 लेख्नुहोस्। यहाँ पनि 75,000 नै लेख्नुहोस्। अब नपुगेको यो 12 को महिना 20 गते छैन, 12 को महिना 15 पछि 20 भने 12 को महिना 30 गते के लेख्नुहोस्? बाई ब्यालेन्स सिडी 95,000 छ। 95,000मा यो 25,000 घट्यो भने कति हुन्छ? 70,000 हुन्छ। यहाँ 70,000 हुन्छ। अब 75,000मा चाहिँ 30,000 घट्यो भने कति हुन्छ त भन्दाखेरि 45,000 हुन्छ। अब 1 को महिना 1 गते 12 पछि टु ब्यालेन्स सिडीको भोलिपल्ट के हो? बिडी 70,000 यहाँ हुन्छ, 45,000 यहाँ हुन्छ। ल यसरी गर्ने। कुरा बुझ्यो? एन्सर मिल्यो त? नेपाली हो, चान्स के अरे नेपाली हो एन्सर नहेरी चित्त बुझ्दैन नि त है, कि होइन? मिल गया एन्सर। यो सिडीको भोलिपल्ट बिडी चाहिँ गर्नै पर्छ, यो ओपनिङ चाहिँ गर्नै पर्छ है। गरेन भने 1 2 एक्स काटिदिन्छ। मिल्यो भन्नुभयो, मिल्छ। कन्सेप्ट क्लियर भएपछि एन्सर जब आफै मिल्छ। एन्सर मिलेन भने पनि एकचोटि रिकरेक्सन गर्ने। आफूले 2 3 चोटि रिकरेक्सन गर्दा पनि एन्सर फरक आएको छ भनेदेखि आफूमा बिलिभ गर्ने। एन्सर भाँडमे, एन्सर गइल भाँडमे। एन्सर गयो खोलै खोला भनेर बुझ्ने है। ठिक छ, कुरा बुझ्नुभयो यहाँसम्म? अब एउटा ट्रिपल कोलम गरिदिउँ त। ट्रिपल कोलममा एउटा डिस्काउन्टको पार्ट मात्र थपिन्छ, अरू केही पनि होइन भनिन। जसलाई जर्नल र लेजर आउँछ र जसले यसको कन्सेप्ट बुझाएको छ त्यसलाई यो केही पनि छैन के। 1 नम्बरमा क्यास ट्रान्जेक्सन मात्र हुन्छ। डेबिट साइडमा रिसिभ, क्रेडिट साइडमा पेमेन्ट। क्यास र ब्याङ्कको थ्रुबाट रिसिभ र पेमेन्ट भएको कुरा मात्र आउँछ। क्रेडिट ट्रान्जेक्सन आउँदैन भनेर भनेको छु मैले। सक्यो है, यहाँसम्म ठिक छ? कुरो बुझ्यो होइन कि छैन बुझेको? के गरौँ? ट्रिपल कोलम गरिदिउँ? भोलि भन्नु हो। ल ठिक छ। अब यसो गर्नु न। सरी, के गर्नु भनेदेखि तपाईँहरूले घरमा सिङ्गल कोलम र डबल कोलम सक्दो आफूले सकेको
50वटा भ्याइन्छ भने 50वटा प्र्याक्टिस गर्ने, 5वटा भ्याइन्छ भने 5वटा प्र्याक्टिस गर्ने। कहाँ के बुझ्दैन टप्लक्का मलाई हाजिर गर्ने है, मलाई हाजिर गर्ने। अनि त्यो पनि बुझ्नु भएन भनेदेखि के गर्ने, मलाई हाजिर गर्ने भनेको छु। सकेसम्म प्र्याक्टिस गर्ने। अब यो भिडियो म अहिले 10 बजेपछि पठाइदिन्छु बेलुका। अहिले त म भ्याउँदिनँ किनभने अर्को क्लास पनि छ, खाना पनि अहिले गएर खाइहाल्नुपर्छ। अनि 10 बजेपछि पठाइदिन्छु। भोलि बेलुका 7 बजेसम्म तपाईँले यो डबल कोलुम र सिङ्गल कोलुमको कुना काप्चा यो भन्छ नि त्यो भित्रको आन्द्रा भुँडी गुदी सब के गर्नु पर्यो, निकालेर पढ्नु पर्यो। त्यति गर्दा पनि आएन भने हियर आइम, म भोलि फेरि 7 बजे उपस्थित भइहाल्छु। कुरा बुझ्नुभयो नि? कुरा बुझ्नुभयो कि भएन भन्नुहोस् त? के कुरा बुझ्नुभयो? ल आजलाई छुट्टिम है त, छुट्टिम। ल टाटा, गुड नाइट। खाना खानुभयो कि नै? छैन नि अब खाने हो।